जाउँला सँगै बसौँला क्यामेराले सेल्फी हानौँला म त यता गरिदिइहाल्छु ल रमाइलो गर्ने म त रमाइलो गर्ने यता आउनुहोस् यहाँ म रमाइलो अरू गीत बन्दीपुर त्यस्तो हुन्छ नि हाम्रो त्यस्तो जग्गाले पनि यता यहाँ हुन्छ कि यस्तो हुन्छ यहाँ ठाउँ पनि लिनुपर्छ होइन हामीले यस्तो 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 गर्न होइन यस्तो यस्तो गर्दा हामीले ठाउँ चाहिन्छ यता बन्दीपुर जाउँला सँगै बसौँला क्यामेराले सेल्फी हानौँला र मामा भने चाहिँ यसरी जङ्गलमा बसिरहेका छौँ है बाँस काट्नु लागि आएको थियौँ र बाँस के को लागि भन्नुहुन्छ भनेदेखि चाहिँ योपालि चाहिँ तपाईँको भट्टराई मोडल फार्म हाउसमा तुङबा पनि चल्छ है भनेर यो अलिकति मेसेज दिनुको लागि भिडियो बनाएको छु अन्त नसोचिदिने र बाँस चाहिँ यो खालको छ है देखाउनु त म यहाँ ठाडो पारेर भने चाहिँ बाँस काट्नु आएको थियो जङ्गलमा यो खालको अर्ग्यानिक बाँसमा चाहिँ तपाईँहरूले खानु पाउनुहुन्छ योपालि यो चाहिँ फुटेको रहेछ अर्को देखाउँछु ल यस्तो चाहिँ दामी छ पुरा अर्ग्यानिक अब यसमा डिजाइन हुन्छ अलिकति काटकुट गरिन्छ साइज गरिन्छ है कोही चाहिँ सुकेको पनि भेटाएको थियौँ कहिले देखेको मात्रै अरूले खाएको र योपालि चाहिँ अब आफै बनाएर दिने तर बनाउनु चाहिँ जाँड चाहिँ अर्काले बनाएर ल्याएको हुन्छ त्यो चाहिँ बेच्नुको लागि हामी काम गर्छौँ र घरमै चाहिँ जाँड बनाउनु मिल्दैन है र त्यसले गर्दाखेरि यो अलिकति जानकारी तपाईँलाई दिएँ योपालि चाहिँ भट्टराई मोडल फार्म हाउसमा के पाउँछ मामा जाँड तुङबा तुङबा पाउँछ होइन मामा भोकले कस्तो साह्रो पाऱ्यो अहिले अब भुँडी दुखिरहेको छ नि पुरा भोक लाग्यो कसलाई मागेको कसलाई भनेको यस्तै छ मामा भनेपछि अब काम यस्तै छ आज दिनभरि तुङबा बनाइन्छ यो मेसेज तुङबा बनाएको मेसेज चाहिँ सबैलाई सेयर गरिदिनुहुन्छ भनेर आशा राखेको छु है त यो चाहिँ जाँडको लागि यो ढुङ्ग्रोको लागि है बनिँदैछ यी ठ्याक्कै यहाँ स्कर्पियो गाडीमा पछाडि बाँस लोड हुँदैछ हो अब तपाईँहरू चाहिँ एकदम योपालि चाहिँ स्पेसल ढुङ्ग्रो पाउँदैछ हो अर्ग्यानिक भिलेज कमेरेको भट्टराई मोडल फार्म हाउसको स्विमिङ पुलमा तपाईँहरू जाँड पनि तपाईँहरूले पाउनुहुन्छ त्यहाँ राम्रोसँगले तपाईँहरूले इन्जोय गर्नु होला यो बाँसको कामले चाहिँ मेरो चाहिँ मेसिनको काम बिहान काटेर ल्याएको थिएँ जङ्गलबाट अहिले रेडी हुँदैछ ढुङ्ग्रो जाँड खाने ढुङ्ग्रो र सँगसँगै यहाँनिर देख्नुहुँदैछ है यो दही जमाउने ठेकी पनि यस्तो प्रकारले रेडी भयो ठेकी अब पहिला चाहिँ काठको ठेकी हुन्थ्यो अब चाहिँ बनाउने मान्छेहरू पाइँदैन र त्यसले गर्दाखेरि बाँसको ठेकी यहाँनिर यो तान्ने हो बिरको यहाँनिर बनाएको छु यो क्याप जोड्दैछु है यस्तो प्रकारले अलग अलग प्रकारले गर्दैछु यहाँनिर टाइट भएको छ कि र त्यसले गर्दाखेरि अब यो अलिकति लुज गरेर भित्रबाट अलिकति मेसिनले खोल्नुपर्छ यसरी खोलियो है यहाँ बिरको बनाएको छु यो वरिपरि खिपेर र अब यहाँनिर यो चाहिँ दहीको ठेकी यहाँनिर 1 किलो 2 किलो 3 किलोसम्म जाने दही जमाउने ठेकी पनि बनिँदैछ है त जाँडको ढुङ्ग्रो सँगसँगै दहीको पनि अब यहाँ स्विमिङ पुलमा चाहिँ दही पनि चल्छ र त्यसले गर्दाखेरि छासहरू बनाइमाग्छन् र त्यसले गर्दाखेरि यो छास बनाउनको लागि बनाइँदैछ है यस्तै छ आजको अपडेट।